हेलो नमस्कार सबैजनालाई आज चाहिँ म यही 2026 न्यू इयरदेखि चल्न लागेको नेपालको फर्स्ट साइन्स फिक्सन मुभी एक्लोको ट्रेलर रिभ्यू गर्न गइरहेको छु हेरौँ है त कस्तो रहेछ Entertaining the nation. ताराहरूमा अंकित हाम्रो उद्देश्य उज्यालोले बुनेको भविष्य भोलिको राज हलिउड मुभीतिर त यस्तो अस्ट्रोनटहरुको त्यो के अरे हेलमेट हुन्थ्यो हैन त सिसाको त्यो भिजिबल होला के भन्छ त्यसलाई छैन छ त अन्धकारको साम्राज्य We have no time! Release him now! and now the end begins. What a heavenly sight! Is this what heaven looks like? Have you been there before? See heaven? You first die. What? I must die? Yes. You good? See heaven. You bad? No heaven. Phew! In that case, I am destined to heaven. Sure. Hey, look at the sky. Is that a shooting star? I, alone, all this time. I'm sure this is where the signal त्यो एक्टरहरु पनि हलिउडबाटै ल्याछ कि क्या हो यार was, sir. You, human, like me. What are you doing? Let's just stay focused on the mission. Finding life, isn't that the mission? I saved your colony of immigrants because I care about you! फिसेलामा सर हुनु त रहेछ I saved your colony of immigrants because I care about you, right? I saved your colony of immigrants because I... बबाल लुक्समा हुनुहुँदो रहेछ बबाल होला जस्तो छ त्यो चाहिँ यो फिल्ममा प्रदीप खड्का पनि हुनुहुँदो रहेछ है यो ट्रेलरमा चाहिँ छ कि छैन हेरौँ प्रदीप खड्का सुनिल थापा अनि बेनिसा हमाल कविता नेपाली विजय लामा इत्यादि हुनुहुँदो रहेछ I saved your colony of immigrants because I care about you, right? Sorry, okay, I'm sorry. मानवको शरीरमा राक्षसों तिनीहरू त्यो आकाशबाट के झरेको अनि कलियुग समाप्त गर्नको लागि कल्कीको आगमन भएको छ सत्यको जित मस्तिष्कमा होइन रगतको खोला बगेको युद्धको मैदानमा पागल कहिले पनि राजा हुन सक्दैनस् कतिको उत्तराधिकारी हुँ म तिम्रो प्रताप भगवान Oh, fuck. अब त र तेरो छाउरा दुबै मर्छ Zero 9 days without a bath? Do you know what soap is, human? Why did we stop? Let me see, move aside. Visma, are you ignoring me again? Oh, wait. Did you just wet yourself again? Wait. Did you just wet yourself again? Now you definitely need a wash. सत्रदेखि लाग्दै रहेछ गाइस यहाँनिर प्रदीप खड्का नि छ क्या प्रदीप खड्काको तर नामै मान्छे देखियो होइन डिरेक्टर प्रदीप शाही फिल्म एक्टर प्रदीप खड्का एक्लो विजय लामा कविता नेपाली जेमी ब्याकन बेनिसा हमाल सुरज सिंह ठकुरी एपन राजु प्रेती दियापन सुनिल थापा एन्ड दिनेश ऋषि प्रदीप खड्का चाहिँ नोटिस नै गरिन यार ल त फाइनली सकेछ ट्रेलर पनि सकेछ ट्रेलर एकदमै भोगाल रहेछ है अब नेपालको राजनीति र फिल्म फेरि एउटै हो क्या
जसले धेरै प्रचारबाजी गर्न सक्यो त्यसकै चल्ने हो। होप अब यो फिल्म चल्यो भने नेपाली सिनेमा क्षेत्रले छुट्टै नयाँ एउटा मोड लिनेछ। जस्तै लुटपछि जुन लुटपछि सुरु भएको थियो छुट्टै ट्रेन्ड, त्यस्तै छुट्टै ट्रेन्ड ल्याउन सफल हुन्छ यो फिल्म चलिहाल्यो भने। इफ चलिहाल्यो भने भन्न सकिँदैन। तपाईँहरू हेर्न कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नु होला है त। थ्याङ्क यू।